बर्खा होस् जेसुकै होस् मतलब भएन, तर खुमै चाहिँ आउनु पर्यो। के गर्नलाई? यस्तो हरियो कार्पेट, अन्नपूर्ण, माछापुछुरे। मनसुन भनेपछि धेरैलाई लाग्छ घुम्न जाने मौसम होइन, तर कहिलेकाहीँ सबैभन्दा सुन्दर यात्रा त्यही मौसमले उपहार दिन्छ। यो हो कास्कीको खुमै डाँडा। हरियालीले ढाकिएका जङ्गल, बादलसँगै लुकामारी खेल्ने डाँडाहरू, अनि प्रत्येक पाइला नयाँ अनुभव। Kumai, see you soon. खुमाईको बाटोमा छौँ हामी, जाँदैछौँ। आज डे 2 रमाइलो भइरहेछ। यस्तो गाउँघरमा आइरहेछौँ। यस्तो दामी भ्यू हेर्दै हामी आइरहेछौँ। मजाको देखिरहेको अब फेरि छोपेर सो अघि हामीले चाहिँ रङ टर्निङ लियौँ, काचोकमा रहेछौँ। हुनको लागि त्यति धेरै डिस्टेन्स त होइन, तै पनि वक गर्दै गर्दाखेरि 10-15 मिनट्सको एक्स्ट्रा हाइक नै पर्छ। त्यही कारणले गर्दाखेरि काचोकभन्दा सरिपाखा नै पुग्दाखेरि चाहिँ बेटर हुन्छ। सरिपाखा भिलेजको चाहिँ बोर्ड आइसकेपछि चाहिँ त्यसरी सिधा बाटो र एउटा चाहिँ लेफ्ट जाने उकालो आउँछ। सो हामी चाहिँ लेफ्ट जाने उकालोतिर जानुपर्ने हुन्छ। So this is the place where we park our bike. अनि बाइक पार्क गर्ने ठाउँ नै अति नै दामी छ। यो ठाउँ थियो नि त सुने, यो ठाउँ पो थियो त, ठ्याक्कै चौतारा जस्तो के थियो कि। हामी चाहिँ यता सरिपाखा आइपुगेको छौँ। अनि हाम्रो यता के हो, खास होटेल पनि हो, होमस्टे हो। ए बाइकहरू चाहिँ यहीँ नै छोड्छन् धेरै जस्तो पार्किङ नै हो। ए अनि अनि त्यो जिपहरू पनि के तपाईँहरू पनि मिलाइदिनुहुन्छ कि अथवा कस्तो छ? हजुर गेस्टहरू आएर यहाँ जिप पाएन भने हामी जिपहरूलाई फोनहरू बोलाइदिन्छ। तपाईँहरूले बोलाइ पनि दिनुहुन्छ है? त्यही त, कसैले यता अब जस्तै हामी त बाइकमा आइपुग्यौँ, अब कोही कोही त बाइक बिना आउनेहरू पनि हुन्छन् नि त। अनि उनीहरूले अब यता फोन गरेर जिप चाहियो भने चाहिँ तपाईँहरूले कोअर्डिनेट मिलाइदिन सक्यो है? ए जाँदाखेरि आउँदाखेरि पनि फर्किँदाखेरि पनि। ए त्यही त, यता चाहिँ हामीले अब बाइकहरू राखिसकेका छौँ। अनि सँगसँगै चाहिँ अब यो एक्स्ट्रा सामानहरू होइन, भारीहरू चाहिँ यता हामीले छोडेर पनि जान सक्यो। आमाले यता आमाको होमस्टेमा राखिदिनुहुन्छ, सेफ सुरक्षित। अनि त्यसपछि तपाईँहरू चाहिँ यता हाइक गरेर खुमाई डाँडा पुगेर फर्चुन पुगेर चाहिँ फर्किन पनि सक्नुभयो। ल ओके, हामी चाहिँ अहिले यता सरिपाखामा छौँ। सरिपाखा के होमस्टे आमा यहाँ नाम चाहिँ के हाम्रो होमस्टेको?
नाम चाहिँ छ तर बिर्सिनु भयो हजुरले नाम चाहिँ छ बिर्सेँ। ए ठिकै छ जस आमाको होमस्टेमा छौँ हामी अहिले अनि यहाँबाट कति टाइम लाग्छ अलिकति भनिदिनु न आमा कुमै पुग्नुको लागि अँ कुमै पुग्नुको लागि ठिकै अनुसारले हिँड्यो भने 5 घन्टा 6 घन्टा। 5 घन्टा सरासरी हिँड्यो भने चाहिँ सरासरी हिँड्नु भने हिँड्नु भने चाहिँ 4 घन्टामै पुग्छ। 4 घन्टा पनि पुग्छ है भनेपछि बिस्तारै विश्राम गर्दै हिँड्यो भने चाहिँ 5 देखि 6 घन्टा त्यति जति लाग्ला। अनि जाने चाहिँ अब हाम्रो यहाँ आमाको होमस्टे छ यता होमस्टेकै ठ्याक्कै साइडबाट चाहिँ हामी यही बाटो लाग्दै चाहिँ जान्छौँ। ल आमा धन्यवाद है फेरि भेट्छौँ भोलि ल हस् ल धन्यवाद आमा। ओके सो यसरी चाहिँ हामी हाम्रो ट्रेक स्टार्ट गर्छौँ। सुनिल यस्तो ट्रेक स्टार्ट भएको छ 6-7 घन्टा हिँड्ने होइन त अब हिँड्नुपर्छ रमाइलो गर्नुपर्छ। आमाले सुन यहाँ आमाले 4 घन्टा लाएर हिँड्छन् 4 घन्टामै पुग्छन् भनेछन् मान्छेहरू तिमी 4 घन्टा पुग्न सक्छ कि सक्दैन 4 घन्टा होइन 4 त भन्दिनँ 5 घन्टा 6 घन्टा तिमी त फेरि बाटोमा सुत्दिने बानी छ कुद्नुपर्छ अनि फेरि थकाइ मेट्छ अनि फेरि हिँड्ने हो। लास्ट टाइम गाइड पनि हिँडिरहेछ लास्ट टाइम नागथली जाँदाखेरि बाटोमा जाँदा आधी घन्टा 2 चोटि सुत्देको थियो त्यतिखेर त अब आधा घन्टामा पुग्छ आधा घन्टा भन्छन् त्यो मान्छेहरू 1 घन्टा हिँडिसक्यो अझै आधा घन्टा पुग्दैन अनि सुत्दिने त ठिकै छ सुत्दै लड्दै पढ्दै जसरी हुन्छ पुग्न चाहिँ पर्यो। अनि हामीसँग यहाँनिर गाइड पनि हिँड्दैछ हाम्रो गाइड ओ गाइडको हालखबर के छ टाइम हेऱ्यो ठ्याक्कै कति बज्यो एक्ज्याक्ट भनेर 12:17 ल अघि हामी 12:15 चाहिँ हामीले ट्रेक स्टार्ट गरेको छौँ। हुनको लागि उहाँ तलबाट पनि आउनु सक्यो अघि न जुन ठाउँमा सरिपाखा अघि न जुन ठाउँमा चाहिँ ठ्याक्कै सरिपाखा भिलेज भनेर बोर्ड देखेको थियौँ त्यस ठ्याक्कै साइडबाट चाहिँ हामी भर्याङ लागेर पनि आउनु सक्छौँ। तर बाइक चाहिँ अलिक सुरक्षित तरिकाले पार्क गर्नको लागि चाहिँ हामीले आमाको होमस्टेमा बाइक पार्क गऱ्यौँ अनि त्यसैको साइडबाट चाहिँ हामी अहिले ठ्याक्कै अघिनको बोर्डको साइडमा आइसकेको छौँ। पानी बला जस्तो भइरहेछ घाम लाएर यस्तो भइरहेको थियो माथि माथि लेकतिर जाँदा चाहिँ अब पानी बल्ल बल्ल यस्तो भइरहेछ मौसम कति भइरहेछ ठिक छ रेनको सेन्टर उठेर मजाले हिँडिन्छ 6-7 घन्टा हिँडिन्छ अब डुल्यो हिँड्यो केटो हिँड्यो अब सजिलो छैन उकालो छ पसिना छ थकान पनि छ तर यही यात्राले गन्तव्यलाई अझ विशेष बनाइदिन्छ।
सो बबाले पानी पर्न थाल्यो, त्यही भएर एकैछिन यहाँनिर टुबु हिल टपसम्म पुगेको छ हामी। र टुबु हिल टपमा चाहिँ साइडमा ठ्याक्कै यो टुबु टी एन्ड क्याम्पिङ हाउस भनेर छ। यहाँ एकैछिन चाहिँ रेस्ट गर्छौँ, तर पनि पानी पऱ्यो पनि हामी चाहिँ निस्किनेछौँ। कसलाई र सुनेर रमाइलो भइरहेको पानीमा भिज्न रमाइलो भइरहेछ नि होइन? अनि जुगाले कतिको रमाइलो दिइरहेछ? एकदम रमाइलो दिइरहेको छ। अनि मौसमको टाइममा आएर अनि जुगा लागेन भने त त्यो अचम्म मान्नु पर्यो। तपाईँहरू अब हिले खर्कामा होटेलमा हुनुहुन्छ, होटेलको अगाडि हुनुहुन्छ। अब तपाईँहरूको साथै अब माथि पठाउने अब तपाईँहरूको ग्रुपहरू अब अथवा तपाईँहरू अनि- आउन अनि- सक्नुहुन्छ होला। अहिले आउनेहरू चाहिँ यो बर्खामा नाम के छ र त्यहाँ माथि होइन, नाम कुमाईमा भन्ने भन्छ होइन, होइन? नाम भन्ने होइन, बर्खामा हो त तपाईँले भ्यू नि राम्रो, तर खुल्ला मौसममा के खुल्लामा यस्तो बादल लागेको टाइममा अलि मौसम हेरेर हेर्नु पऱ्यो तपाईँहरूले। अब चाहिँ अब आउने अलिकति मौसम खुल्ला हुने बेलामा तपाईँहरू माथि आउनु पऱ्यो। भ्यू फुलहरू अब त एकदम राम्रो देखिन्छ, खुल्ला देखिन्छ, हरियाली देखिन्छ, अनि वारिपारी देखिन्छ पुरा। आफ्नो हाम्रो काशी जिल्ला भनौँ आफू नजरले भेटेको जति पनि देखिन्छ। अनि तपाईँहरूलाई चाहिँ समस्या पऱ्यो भने देउरालीमा नि होटेल छ। मेरो भाइको यहाँ भाइ हुनुहुन्छ, उहाँ भाइ हुनु साउ उहाँ हुनुहुन्छ। उहाँ अब तपाईँलाई समस्या पऱ्यो त्यहाँ बस्न सकिन्छ। त्यहाँबाट छुट्नुभयो भने माथि रेस्ट क्याम्प भन्ने छ है, रेस्ट क्याम्प पनि छ तपाईँहरूलाई सुविधा हुने ठाउँ। हामीले गरे हो, हामी चाहिँ हाम्रो चाहिँ इष्टमित्र, मेरो दाजुभाइ, मेरो भाइ भज्जाहरूलाई सुविधा होस् भनेपछि भनेर अहिले बर्खामा चाहिँ हरियाली हेर्न आउने, हरियाली फुल हेर्न फुल आउने, हेर्न आउने। अनि मजाले फुलेको टाइममा हिमालहरू अब वारिपारि। चाहिँ यो साउनको अन्तिममा एकदम राम्रो हेर्न खोलीको ठाउँमा आउनु। तपाईँले एकदम बुगेनीको फुल होइन, अझै तपाईँले जान सक्नुहुन्छ, हिँडाइ सक्नुहुन्छ। अनि बुन्का जाने, हाम्रो बुगेनी भनेको बुन्का है, एकदम कैलाश माछापुछ्रीको अब फेद भनौँ न, फेदी यहाँ पुग्नुभयो भने तपाईँहरू झन् एकदम स्वर्गाइको जस्तो हुनुहुन्छ क्या, सत्य कुरो मैले यो भन्छु हेर। त्यो काठमाडौँ फोहोरी ठाउँमा बस्नुभन्दा होइन, काठमाडौँ फोहोरी ठाउँमा बस्नु गाली गरेर काठमाडौँको मान्छेहरूले। हो, मैले रेडियो सुन्छु नि बाबु होइन, आफ्नो घर त वातावरण सोध्दा होला, बाहिर फोहोर गल्ली फोहोर नाला छ, यहाँ फोहोर अब फोहोर उठाउने मान्छे छैन, अनि त्यहीँ विवाद भइछ होइन। यो त सुन्दर छैन, यहीँको गन्दा पाउनुभयो चाहिँ यहाँ ल भन्नुहोस् त, यहाँ केहीको गन्दा सन्दा केही पनि छैन। ओके, सो हामी 12 बजे सरीपाखाबाट हिँडेको, अहिले 4 बज्यो। 4 घन्टा लाग्यो हामीलाई चाहिँ चिचिम्लेसम्म पुग्नुको लागि। अलिअलि रेस्ट गर्दै आएको हुन चाहिँ। अरू कुरा सबै ठिकै छ, जुगाले चाहिँ अलिक सताउँदो रहेछ। कस्तो रह्यो एक्सपिरियन्स? अझै थकाइ लाग्यो।
हिँडिन्छ 45 मिनट। कमाइ 45 मिनट मात्र बाँकी छ अब। सो वी क्यान डु इट। यस। हेलो गाइज, आज चाहिँ तेस्रो दिन भयो हाम्रो। अस्ति चाहिँ काठमाडौँबाट पोखराबाट हिजो घुमेर लगभग 7-8 घन्टा हाइक गरेर वाक गरेर यहाँ घुमेर आएर हिजो राति 8 बजीतिर आइपुगेको हामी। अनि मर्निङ यस्तो छ, रमाइलो भइरहेछ। हिमालहरू चाहिँ अलिकति ब्लक भइरहेछ, पानी परेको थियो रातभरि पनि। रोडको सिनहरू चाहिँ एकदम दामी देखिरहेछ, रमाइलो भइरहेछ। यस्तो रमाइलो भइरहेछ। आउनुहोस् तपाईँहरू पनि घुम्नलाई घुमेर आएर। कति घरमा बस्नुहुन्छ, घुम्न आउनुहोस्, रमाइलो छ, एकदम रमाइलो। यस्तो दामी सिन देखिरहेछ। यहाँ त पोखरा भ्याली त हो, दामी मजाको देखिरहेछ पोखरा भ्याली। रमाइलो भइरहेछ। यस्तो फुलहरूमा बसेर रमाइलो भइरहेछ। वाउ, यस्तो दामी दामी फुलहरू छ। कसलाई चाहियो यो फुल, कसलाई चाहियो? यस्तो दामी फुल छ, उसलाई चाहियो। ल मेरो खस्यो, कसलाई चाहियो यस्तो भन्नुहोस् है। हरिको फुलहरू छ, यस्तो दामी देखिरहेछ। आउनुहोस् तपाईँहरू पनि पहिला हिँडेर रमाइलो हुन्छ। यो रमाइलो भइरहेको छ। कता तपाईँ चाहिँ होटल 360मा छ। रमाइलो भइरहेछ। आउनुहोस् तपाईँहरू पनि लगाइ धेरै नबस्नुहोस् हो घर, कतै नआउनुहोस्। मनसुनको टाइममा खुमे डाँडामा यसरी चम्चम्ती पानी परिरहेको थियो। हेलो एभ्रिवान, आज चाहिँ डे 4मा चाहिँ हामी कहाँ छौँ भन्दाखेरि खुमे डाँडामा सनराइज हेर्दैछौँ। सनराइज भइरहेछ। अनि माउन्टेन रेन्जहरू, भ्याली रेन्जहरू एकदम दामी देखिएको छ। माउन्टेन रेन्ज दामी देखिरहेछ। जम्मै माउन्टेन रेन्ज होइन, यस्तो दामी देखिरहेछ माउन्टेन रेन्जहरू।
मनसुन टाइममा ट्रेल खुमाई डाँडा यस्तो हरियाली कार्पेटमा माउन्टेन रेन्ज माछापुच्छ्रे यता अन्नपूर्ण दर्शन अनि यता लमजुङ कैलाश हिमालय नआउनु यसरी मनसुन टाइममा यसरी हरियाली हेर्न आउनुपर्छ। हेलो घोडा सर, के छ हालखबर? ठिक छस्? एउटा पोज दे न, पोज यता हेरेर पोज दे त, यस्तो गर त प्लिज। बस सुन्दरी ठन्डी महिना जाडो छ, रातो निगाला चौरी पराछ, सल्टिनीको त्यो रातो गालैमा हो लान्छु तिमीलाई यही आउने सालैमा, हातमा सुनको चुरा अनि औठी लगाइदिउँला। मान्छेहरूले चाहिँ किन चाहिँ रेनी सिजनमा चाहिँ खुमाई ट्रेक जान लागेको भनेर सोध्दै थिए कि यति धेरै गाह्रो हुन्छ, पानी परिरहेको हुन्छ, बाटोमा जुगा लाग्छ, किन जान लागेको भनेर सोध्दै थियो। खोर्चनमा यस्तो दामी ग्रिन कार्पेट हेर्नको लागि। यो यात्रा यही सके पनि कथा भने अझै बाँकी छ। हामी चाहिँ कति बजी हिँडेको छु नि, कति बजी त्यो पनि टाइम हेरेर एकचोटि ट्र्याकअप सजिलो। 3:40 भनेपछि कति भयो त? 40 भयो होइन? भनेपछि 3.5 घन्टामा आइपुग्यो होइन त? 3.5 घन्टा, किनकि ती 12:10मा हिँडेको, 3:10ले 3 घन्टा, 40ले 3.5 घन्टा होइन? ओके, सो हामी चाहिँ माथि खुमाई डाँडाबाट 12 बजे वक गर्न स्टार्ट गरेको थियौँ अनि अहिले चाहिँ 3:30 भइरहेको छ। सो अप्रोक्सिमेटली चाहिँ ननस्टप मिनिमल रेस्टमा वक गर्ने हो। मिनिमल भन्दा पनि हाफ एन आवर चाहिँ 45 मिनट्स रेस्टै गर्दाखेरि पनि अराउन्ड लाइक 3.5 घन्टामा आइपुगिँदो रहेछ नि, सुन्यो? मजाले आइपुगिन्छ। सो दिस इज आवर डेस्टिनेसन। अनि हामीले बाइक पार्क गरेको छ उयो घरमा हो, यो पर देखिरहेको घर। सो दिस इज वेयर वी एन्ड आवर ट्र्याक एन्ड इट इज खुमाई डाँडा।